योगसित सम्बन्धित सानो छोटो संक्षिप्त रूपमा अष्टाङ्ग योगको बारेमा भन्न गइरहेको छु। सबभन्दा पहिला अब यो अष्टाङ्ग योगको बारेमा कुरा गर्नुभन्दा अगाडि यो मैले बस्ने आसनहरूको बारेमा भन्छु। यो चाहिँ फुक्कासन भयो, यसरी कुनै तलमाथि खुट्टा राख्यो, देब्रे तल दाहिने माथि राख्यो, यो सिद्धासन भयो। अझ पद्मासनको लागि देब्रे तल दाहिने माथि यो राख्यो भने पद्मासन। यो तिनवटा आसनमध्ये जुन आसनमा बसेर पनि हामीले गर्नु मिल्छ। अब घुँडाको समस्या छ भने हामीले आसनमा गर्दैन हो, सिद्धासनमा गर्दैन हो। अब गरिसकेपछि पद्मासन। यसमा के हो भने योगभित्र अष्टाङ्ग योग पतञ्जलि महर्षि पतञ्जलिले अष्टाङ्ग योगलाई एउटा व्यावहारिक जीवनमा चाहिँ कार्यान्वयन गरेको हो। यो अष्टाङ्ग योगको अब यो महर्षि पतञ्जलिको बारेमा कुनै यति वर्ष उति भन्ने जन्म मृत्यु त्यति धेरै उसमा चाहिँ छैन। अब उहाँले प्रतिपादित गरेको जुन योग छ यो भित्र अष्टाङ्ग योगभित्र 8वटा अङ्गहरू पर्दछन्। यो सबैको महत्त्वपूर्ण छ, महत्त्व छ। हरेक भागको अष्टाङ्ग योग भने 8वटा अङ्गहरू छन् यसका अष्टाङ्ग योगभित्र। पहिलो भनेको यम हो। यमभित्र योगको मूलभूत सिद्धान्त, यसमा 5वटा सब टपिकहरू छन्, उपशीर्षकहरू छ 5वटा। दोस्रोमा छ नियम, यसमा पनि 5वटा छ। तेस्रोमा छ अब प्राणायाम, चौथोमा छ आसन, पाँचौँमा छ प्रत्याहार भनेको यो सेन्सिटिभ ज्ञानेन्द्रियहरूलाई कन्ट्रोल गर्ने, नियन्त्रण गर्ने। किनभने हाम्रा ज्ञानेन्द्रियले कुनै कुरा सुनेनौँ भने हामीलाई त्यो लोभ लागेन, देखेनौँ भने त्यो भएन। हामीले छालाले जिउले स्वादको कुरा मिठो नमिठो खाने भन्ने कुरा भएन। यसरी हामीले गऱ्यौँ भने त्यो भयो त 5औँमा हाम्रो प्रत्याहार भयो। अब 6औँमा गइसकेपछि धारणा, सकारात्मक नकारात्मक कस्तो त हामीले जहिले पनि सकारात्मक धारणा बनाउनुपर्छ। अष्टाङ्ग योगको 6औँ भाग भनेको धारणा। त्यसपछि 7औँमा आउँछ धारणापछि यो कठिन हुँदै गयो योगको पनि। त्यसपछि ध्यान। अब ध्यानको लागि अब पतञ्जलिले 7औँ अङ्गमा ध्यान राखेको छ। र अन्तिम अङ्ग अष्टाङ्ग योगको अन्तिम भनेको 8औँ अङ्ग भनेको समाधि। समाधि भनेको सामान्य मान्छेले यो समाधि गर्न सक्दैन, सम्भव छैन। यो शब्दमा भन्ने होला तर व्यवहारमा छैन। यो समाधि गर्ने भनेको त ठुल्ठुला ऋषिमुनिहरूले जसले एकपटक समाधिमा गइसकेपछि त्यो व्यक्ति पुनः त्यही स्थितिमा आफ्नो घर व्यवहार परिवारमा फर्किँदैन। यो समाधिमा गइसकेपछि वर्मलीन हुने पञ्चतत्त्वहरूलाई पञ्चतत्त्वमै विलिन गराउने जुन अवस्था हुन्छ, ऋषिमुनिहरूले गर्ने ठुला सन्यासीहरूले गर्ने जुन हुन्छ त्यो भनेको यो समाधि। यसरी हाम्रो अष्टाङ्ग योगभित्र 8वटा अङ्ग भयो। यसलाई मैले छोटकरीमा सबैका यो 8वटै भन्छु। यम भयो, नियम भयो, आसन भयो, प्राणायाम भयो, प्रत्याहार भयो, धारणा भयो, ध्यान र हाम्रो अन्तिममा समाधि। यसरी मैले यो छोटो उसमा यो भिडियोमा यति नै मैले भने। अर्को भिडियोमा मैले विस्तृत रूपमा अर्को भिडियोमा भन्नेछु। हस्, धन्यवाद।